Hi everyone, namaste, welcome to Charo Nepal. Timeless collective reading लिएर आएको छु। यो रिडिङ चाहिँ रिलेसनसिप रिलेटेड हुनेछ। तपाईको पार्टनरलाई सम्झिनु होला र पार्टनरको नाम तीनचोटि लिनु होला। कार्डमा फोकस गर्नु होला है त। सो तपाईको पार्टनर र तपाई बीच चाहिँ प्रब्लम चलिरहेको छ, नो कन्ट्याक्ट सिचुएसनमा हुनुहुन्छ हैन, तपाईहरुको त्यो डिस्कस परेर तपाईहरुको रिलेसनसिप ब्याड फेजमा छ भने चाहिँ तपाईको पार्टनरले अहिले आएर चाहिँ एकदमै रिग्रेट गरिराख्नु भएको छ हैन। अहिले आएर चाहिँ उहाँलाई एकदमै वीक फिल भइरहेको छ, रिलेसनसिपमा रिग्रेट फिल भइरहेको छ। जे गरेँ मैले नराम्रो गरेँ भन्ने चाहिँ महसुस भइरहेछ तपाईको पार्टनरलाई। मेबी पास्टमा चाहिँ एङ्गर इस्युजहरूले इगो प्रब्लमले गर्दाखेरि पनि यो सबै भएको हो। रिलेसनसिपमा चाहिँ नराम्रो फेज आएको हो। तर त्यो एङ्गर इस्युज त्यो इगो चाहिँ तपाईको पार्टनरमा कम हुँदैछ है, लो हुँदैछ। सो तपाईँ पनि अलिकति फ्लेक्जिबल हुन जरुरी छ। यदि तपाईँ पनि फ्लेक्जिबल हुनुभयो भने रियुनियन हुन सक्ने, फेरि रिलेसनसिप राम्रो हुन सक्ने चान्सेस छ। टाइप 555 टु क्लेम दिस एनर्जी एन्ड इफ यु वान्ट पर्सन tarot reading, you can directly DM me. Thank you.